यो चाहिँ सर्लाहीको नैनीताल होइन नारीताल चाहिँ हो। यो एकदमै ठुलो ताल रहेछ यार यो चम्ममा। यो चाहिँ अब पहिला यहाँ पानी जमेर पछि बनाएको अरे भन्छ। साइडमा चाहिँ माटोहरू लगाएर पनि बनाएको पनि रहेछ अलिअलि। विशेष गरी चाहिँ यो पहिला चाहिँ यहाँनिर यहीँ पानी जमेर बनेको अरे यो ताल। एकदमै ठुलो छ ताल। यो साइड भयो वरिपरि छ क्या, यो एकदमै धेरै ठुलो ताल छ। तर पनि यो अब यस्तो ताल छ र पनि यसको त्यस्तो संरक्षण चाहिँ भएको जस्तो लाग्दैन मलाई चाहिँ। यहाँनिर यसरी सबै फोहोर मैला गर्दो रहेछ तालभित्रै। यहाँ मान्छेहरू यत्रो ताल हुनु भनेको चाहिँ एकदमै ठुलै हो नेपालको लागि। कत्रो हो ताल त। वरिपरि छ ताल त। अब यहाँ चाहिँ बोटिङ पनि हुँदो रहेछ। एउटा बोर्ड देखेको थिएँ मैले अघि, अहिले चाहिँ छैन, कता छ त्यो बोर्ड। एउटा बोट चाहिँ कुदिरहेको हुन्छ यहाँ तालमा। यहाँबाट म देखाउँछु त तपाईँहरूलाई यसको नजारा। हेटेरी डरै लाग्दो रहेछ ठाउँ त। वाउ, ल हेर्नुहोस् कत्रो चाहिँ छ त्यो त। यो साइड यत्रै छ, यत्तिकै। यता साइड पर छ नि, यो देखिँदैन आधी त चलिहाल्दो रहेछ नि।